हेलो हेलो। यहाँ एउटा चोर चाहिँ ब्याग लिएर दौडिरहेको छ, भागिरहेको छ। यसलाई चाहिँ सुट गर्नुपर्ने हुन्छ। हेर्नुहोस् है त। ल, स्नाइपर सट, हेडसट। ल गाइस, देख्न सक्नुहुन्छ हेडसट लागेको छ। अब नम्बर 2 माथि टपमा चाहिँ बसिरहेको छ। यसलाई चाहिँ मार्नुपर्ने छ है त। यसले पनि हेडसट खायो। हेडसट। आहा, मिसन कम्प्लिट भएको छ। अब अर्को रातो कपाल पालेको स्योर जस्तो भएकोलाई चाहिँ सुट गर्नुपर्ने छ खोजेर। अब हेर्नु होला कतातिर आउँदैछ। ऊ त्यहाँ बसिरहेको रहेछ है त, रातो सुटकेस बोकेर। यसलाई पनि हेडसट। यस, शट। यो पनि मिसन कम्प्लिट भएको छ। अब अर्को 3 जना छ है। 3 जनालाई चाहिँ अब सुट गर्नुपर्ने छ। हेडसट। अर्कोलाई यो रिलोड हुन टाइम लागिरहेछ। हेडसट। ओके, अब एकजना बाँकी छ, त्यसलाई थाहा नै छैन केही पनि है। यसलाई पनि हेडसट। च्याट। यस, ल गयो, खायो। हेडसट। ल, यो पनि मिसन कम्प्लिट भएको छ। अब अर्को पनि हामी हेर्नेछौँ है त। यहाँ चाहिँ एउटा केटीलाई होस्टेस बनाइरहेको छ। हेडसट। हेडसट। ल, यो पनि मिसन कम्प्लिट भएको छ है। अब अर्को फेरि हामी खेल्नेछौँ। ल, यहाँ चाहिँ एउटा ब्याग छ अगाडि। त्यो ब्याग चाहिँ जसले उठाउन आउँछ त्यसलाई चाहिँ सुट गर्नु भनेको छ है। सायद यो वाइट लगाउने जस्तो लाग्यो है। हो रहेछ। ल, यसलाई सुट गरौँ है त। यसले पनि हेडसट खायो। ल, यसले पनि हेडसट खाइसकेको छ। मिसन कम्प्लिट भएको छ। अब अर्को चाहिँ यहाँ 4 जना छ है। 4 जनालाई चाहिँ सुट गर्नु पर्यो। पुलिस गाडीले गरिरहेको छ। ल, एउटा गयो। पुलिस गाडीलाई सुट गरिरहेको छ है। उहाँ आउँछ पुलिस गाडीबाट। 2टा गयो। अब बाँकी 2टा यो टाइममै यिनीहरूलाई चाहिँ सुट गर्नुपर्छ, नभए हुन्छ है। ल, अब अर्को लास्ट 1 बाँकी। यसलाई पनि सट खायो। बब्बाले सट लाग्यो। ल, अर्को हेरौँ है त। ओके, यहाँ चाहिँ अब कैदीहरू भागिरहेको हुन्छन् है जेलबाट। यिनीहरू सबलाई मार्नुपर्ने हुन्छ यहाँनिर चाहिँ। अब ल है त, कतिजना आउँछन् है। पुरा भागिरहेको छन्। ओके, यो चाहिँ एकदम कस्तो अप्ठ्यारो गर्नुपर्छ क्या। ल, 1 by 1 2 जना, 3 जना। आम्मा ड्रम पड्काइदिएँ मैले। अब यो ड्रम चाहिँ पुरा यसमा चाहिँ पेट्रोल हुन्छ, ओइल हुन्छ होइन। त्यहाँ हामी पड्किन्छ क्या। हेडसट। 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 यो बाँकी छ, एउटै बाँकी छ कि जस्तो लागेको छ है। ल, सक्यो। अझै कति बाँकी छ। ल, 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 अब अर्को हेरौँ लास्ट। अब यहाँ चाहिँ एउटालाई चाहिँ सुट गर्नुपर्ने छ। यो बम बोकेर बसिरहेको होला है। हेर्नुहोस् त, बम बोकेर बसिरहेको छ। अब यहाँ सुट गरेपछि सब पड्किन्छ हेर्नु है। अब हेडसट। यस, ल, सबैजना मऱ्यो है। ओके, अब यहाँ चाहिँ यो ड्रेस लगाएकोलाई चाहिँ हान्नुपर्ने छ हामीले है। अब कहाँबाट आउँछ हेरौँ। ऊ हिँडिरहेको छ त्यहाँ है। अब यसलाई चाहिँ टक्क लाएर हेडसट हान्नुपर्छ है त।
के बोकेर हिँड्दो रहेछ यार, बम बोकेर हिँड्दो कि क्या हो यार, फोन बोकेर हिँड्दो रहेछ। अहिले पनि हेडसट खायो है त, फोन बोकेर हिँड्दो रहेछ फोन है। यो पनि मिसन कम्प्लिट भएको छ। अब अर्को मिसन आएको छ, यसमा चाहिँ सुटकेस बोकेर आइरहेको छ दुईजना होइन। अब दुईजना होइन, एकजनालाई हान्नु पर्ने हो। यहाँ चाहिँ चिन्नु पऱ्यो को यही जस्तो लागि ल हानेको छु, हेरौँ के हुन्छ। यही रहेछ ल, यो पनि मिसन कम्प्लिट भएको छ है। अब अर्को पनि हामी हेरिहाल्छौँ इमिडिएटली है। अर्को चाहिँ के छ भन्दाखेरि एकजनालाई चाहिँ प्रोटेक्ट गर्नुपर्ने छ, त्यहाँ देखिरहनु भएको छ नि होइन, त्यो ग्रिन ब्याग भएकोलाई चाहिँ। ब्याग बोक्यो कि टी सर्ट हो, ब्यागै रहेछ ल। अब यहाँ आउँदैछ उताबाट दौडेर हान्दैछ। ओहो झन्डै ताकिसकेको थियो है हान्नलाई, हान्नु पाएन तर। यो पनि मिसन कम्प्लिट भएको छ, नाइस। अब अर्को पनि हेरौँ है त। यहाँ चाहिँ एउटा व्यक्तिले चाहिँ बम बोकेर आइरहेको छ है, सुसाइड बम। अब त्यसलाई चाहिँ खोजेर हान्नु पर्यो। ऊ दौडिँदै आइरहेको छ हेर्नुहोस् त ल, यसलाई सुट गर्नु पर्यो। लागेन, मिस भयो। फेरि पनि हामी ट्राई गर्नेछौँ, रिलोड हुँदैछ। अब हेरौँ के हुन्छ। ओहो अड्किरहेको छ यार, यसले कहाँ गएर चाहिँ यो सुसाइड हानिदिन्छ यार बम। एउटा गोलीमा मरेन यार यो त, अर्को फेरि हान्नु पऱ्यो। यो डेन्जर भनिसक्यो है। ल अब चाहिँ हेडसट लाग्यो कि जस्तो यसलाई। हेडसटै लाग्यो ल। मिसन कम्प्लिट भएको छ यो पनि। गाइजहरू सबैजनाले माया गरिदिनु होला।